सो गाइस अहिले चाहिँ मेरो राति ना दाजुभाइ डेलिभरी गरेर कम्पनी जानेछु। यहाँ चाहिँ मेरो भाइ हो। आजबाट यसको ट्रेनिङ स्टार्ट। यसलाई आज देखाउँदैछु होइन कहाँ कहाँ हो के कसरी दिने। दुईजनालाई यस्तो मजा आइरहेछ नि। बेलुकाको ठाउँ छैन रातिको ब्लैक बॉल भी एकदम मजा आइरहेछ भाइ। ठन्डा ठन्डा हावा एकदम चिल भएर हामी होइन दिल्ली गइरहेपछि साइकलमा मजाले साइकल पनि आज भर्खर धोएर सफा उफा गरेको गाइस। यहाँ चाहिँ क्राउड है। बेलुकाको माहौल तुझे इतना प्यार दूं तेरी खुशियों की खातिर दुनिया में शिवा पनि भिड हुन्छ के एक पल बार पनि भिड हुन्छ अनि मादरल्यान्ड मेफिल पनि भिड हुन्छ। सो गाइस दाजुभाइ मजा लागिरहेछ भाइ। विशाखापट्टनमको हाइवेमा साइकल चलाए पैदल मारी भन्दै साइकल चलाइदिए मजा आएछ। ओके बाई बाई। सो गाइस अहिले चाहिँ हामीले धेरै होइन गर्मी भएर अहिले त बेलुकाको 7 बजी पनि पुरा पसिना आइरहेको छ। गर्मी चाहिँ यति हुन्छ होइन यहाँ चाहिँ। तर अहिले चाहिँ हामी यहाँ दोकानमा स्टप गरेछु। पानी सानी खाने कोल्ड ड्रिङ्क्स केही हुन्छ ठन्डा खाने। त्यसपछि जाने हाम्रो यहाँ चाहिँ दोकान भाइ सिगरेट खाएको देखाइदिउँ चिज देखाइदिउँ भन्न पानी खान्छ होइन सिगरेट खानु आएको मेरो। सिगरेट खाएर चिल भएर जाने। यो दोकान चाहिँ यहाँ दोकान छ मेडिकल सप ब्याङ्क। यहाँ छ भाइ के भन्नु छ आसामको मान्छेले के भन्छ हाई बोल हाई। आसामको मान्छे कस्तो छ भने आसामको मान्छे कस्तो रहेछ अलिक सुन्ने गरेर आसामको मान्छे कस्तो रहेछ सन्चै छ कि छैन सन्चै छ कि छैन। हेप्पी बुद्ध पूर्णिमा सबैजनालाई। हेप्पी बुद्ध पूर्णिमा सबैजनालाई भन्दैन आसामको मान्छेले अलिक के भन्दैछ अहिले त भनेर काम धन्दा चलेको छ कि छैन पैसा चाहियो भने भन्दै गर्दैछ। गाइस अगर आसाममा कसैले पैसा जोड्छ भने यसले पैसा पे गरिदिन्छ। यसले गरिदिन्छ भन्न सिगरेट खाइरहेको छ नि चिल भने चाहिँ सिगरेट खाने अब चिल भने जाने त्यहाँ चाहिँ पसिना भइसकेको छ हामीले। जिन्दगी है सफर है सुहाना यहाँ कल क्या हो किसने जाना। अरे गुगली गुगली ऊ अरे गुगली ऊ अब तेरे